सबैजनालाई नमस्ते। मलाई चाहिँ हिजो जिल्ला अदालतबाट चाहिँ एउटा पत्र आएको थियो। उसमा चाहिँ रश्मीको बुवाले चाहिँ मसँग सम्बन्ध विच्छेदको पत्र आएको थियो। त्यसमा चाहिँ के लेखिएको थियो भनेपछि अंशसहित सम्बन्ध विच्छेद भनेको छ। उसमा चाहिँ अब यतिसम्म पनि गर्यो कि अब मसँग अंश भन्नाले पनि उनीहरूले चाहिँ यो त एक धोखाधडी गरेर जुन सबै कुरा लगेर गयो, फेरि त्यही माथिमा पनि उसलाई फेरि अंश चाहियो भनेर भनिरहेछ। उसले चाहिँ जब चाहिँ मान्छे चाहिँ कन्ट्याक्टलेस नै छ अहिलेसम्म। कन्ट्याक्टमा आउनु पऱ्यो नि, जो इच्छुक व्यक्ति नेपाल आउनु पऱ्यो नि त सम्पत्ति चाहिएको भए। फेरि त्यही माथिमा पनि सबै पैसा आफै लगेर गयो, त्यहीमा उनीहरूलाई आज फेरि सम्पत्ति चाहियो अरे। यो कहाँसम्मको जालझेल उनीहरूले रचिरहेछ म माथि। म त उस्तै पनि मसँग त अब गुमाउनुको लागि केही पनि छैन, सिर्फ आफू मात्र बाँकी छ गुमाउनुको लागि। उस्तै पनि आमा बाउ सबै रोडमा आइसक्यो, न मसँग केही छ। अब सम्पत्तिको नाममा केही पनि छैन मसँग। लोन तिर्न बाँकी छ, उसैले लगाएको लोन सबै। उसले चाहिँ सबै विश्वास नै तोडेर गयो कि मान्छेको सबै यस्तो। उसले चाहिँ पहिले जुन कुरा यहाँबाट जाँदाखेरि चाहिँ पुरा मिलमत्वमा गयो, सबै कुरा राम्रै भयो। अहिले चाहिँ उसले चाहिँ उता पुगेपछि सम्बन्ध विच्छेद अंशसहित चाहियो। अब मैले कहाँबाट अंश दिने उसलाई? अंश जति त सबै उसले लगेर गइसक्यो। मसँग भएको जति पैसा एक गरेर त जम्मा गरिसक्यो। अब मसँग कहाँबाट दिने उसलाई मैले सम्पत्ति? मलाई त लयर हायर गर्नको लागि पनि मसँग पैसा छैन। अब मैले त उसँग पहिला पढ्नको लागि एक पैसा जम्मा गरेँ, अब मैले लड्नको लागि उसँग कहाँबाट जम्मा गर्ने? उस्तै पनि मेरो आमा बाउ सबैलाई एकदमै गाह्रो भइसक्यो। उनीहरूलाई सम्झाउने कि आफू सम्झिने कि कसरी भन्ने के भइरहेछ मेरो जिन्दगीमा मलाई थाहा छैन। तर यस्तो मान्छे चाहिँ कसैको लाइफमा पनि नपरोस्। सम्बन्ध विच्छेद हुन्छ मान्छेको, नहुने होइन, तर कसैलाई बर्बाद बनाएर सम्बन्ध विच्छेद गर्नु भनेको यो सरासर यो अन्याय नै हो। यो पाप हो, यो एक किसिमको। रश्मीको बाउले उसको पनि त छोराछोरी होलान्। मलाई आफ्नो छोराछोरीको ठाउँमा राखेर हेर्न पनि सक्नुहुन्थ्यो होला नि त। यो मान्छेलाई यसले कति गरेको थियो, मेरो छोरीको लागि के गरेको थियो। आजसम्म अमेरिकामा खुट्टा टेकाउने मान्छे पनि उसलाई यही हो होइन। तँले उस्तो गर्न सक्दैन भन्ने छोरीलाई सम्झाउनु पर्ने ठाउँमा छोरीलाई उक्साएर इन्करेज गरेर अनि छोरीको घरबार बिगार्न कति इजी लागेको कि कति खुसी लागेको कि मान्छेलाई। म पनि एउटा कसैको छोरा हुँ, कसैको नातेदार होला, कसैको के होला। म पनि त मान्छे हुँ। म घरको जेठो छोरा हो। सबै अहिले रेस्पोन्सिबिलिटी मैमाथि छ। त्यसमाथि मेरो आफन्त भन्ने कोही पनि छैन। सहयोग गर्नलाई म एक्लै लडिरहेको छु उसको लागि। अरू मान्छे प्रगतिको लागि, अरूको लागि मान्छे अगाडि बढ्छ। म चाहिँ आफ्नै बुढीसँग लड्नको लागि चाहिँ रात दिन टाउको दुखाउने। म 9 महिना भइसक्यो मेरो टाउको दुख्दा यति गाह्रो भइसक्यो मलाई। मर्नु न बाँच्नु बनाइसक्यो। अनि सम्बन्ध विच्छेद हुन्छ, नहुने होइन। सिम्पल साधारण तरिकाले सम्बन्ध विच्छेद हुन्छ नि मान्छेको। अनि त्यो सबैलाई बर्बादै गरेर त्यही माथिमा सबै पैसा जति लग्यो, त्यही माथिमा पनि उसलाई अंश चाहियो अरे। फेरि अंश चाहियो भने त नेपाल आउनु पऱ्यो नि त इच्छुक व्यक्तिले। किन लुकी दुइटै बाउ छोरी लुकी जिल्ला अदालतमा मुद्दा गर्नु पऱ्यो? न त मेरा बाबुआमाको उसको बाबुआमाले कहिले फोन उठाउँछ, न त ऊ कन्ट्याक्टमा छ मेरो कुनै ठाउँबाट पनि। अनि भित्रै आफै गरेर पत्र पठाएछ मलाई अंश चाहियो र डिभोर्स चाहियो भनेर। पैसा जति सबै आफै लगेर जाने, फेरि त्यही माथिमा उसलाई अंश चाहियो। अलिकति लाज शरम छ कि छैन? लाजलाई पनि लाज लागिसक्यो होला। बाँच्न दिने कि नदिने म र मेरो परिवारलाई? यदि म माथि भोलि केही भयो भने रश्मी र रश्मीको बुवालाई जान्छ यो सबै कुरा। यी दुईजना रेस्पोन्सिबल हुनुपर्छ मेरो लाइफको। यदि केही भयो भने मेरो लाइफ तलमाथि। जसरी मलाई तडपाछौ तिमीहरूले, तिम्रो लाइफमा कोही पनि मान्छे नजिक नहोस् कि कोही पनि मान्छे नजिक नहोस् जुन तिमीहरूले मलाई तडपाछौ। तिमीहरूको लाइफमा कोही मान्छे नजिक आउँदैन, यो लेखेर राख्नु। तिमीहरू जस्तो राक्षसको नजिक कोही आउँदैन, मान्छे आउँदैन राक्षसको नजिक।
मेरो आमा बाउले एक एक गरेर पठाएको पैसा मेरो मेरो आमाले टाउकोमा चटपटे बेचेर काठमाडौँमा हामीलाई पढायो। मेरो बाउले अरूको भारी बोकेर पढायो। 3टा अब बुहारी आयो, 3टै छोराछोरी इक्वल हुन् भनेर यत्रो स्कुलमा, हाम्रोभन्दा महँगो स्कुलमा यसलाई पढायो। अहिले आएर धोकाधडी गर्न अलिकति लाज शरम छैन मान्छेमा? तिमीहरूले यो रश्मि पनेरू जस्तो मान्छेले गर्दाखेरि अरू मान्छेमा पनि इफेक्ट गरिरहेको छ समाजमा। सबै तै जस्तो हुँदैनन्। भोलि कसै बुहारी छोरीको भिसा लागेको हुन्थ्यो, मान्छेहरू 10 चोटि सोध्न बाध्य भए। अब यसको लाग्दा सबै त यो जस्तै इन्टेन्सनले त जाँदैन होला नि त विदेश। सबै राम्रै सपना देखेर जान्छन् होला, राम्रै गर्छन् होला। सबैले सुखमा मात्र साथ दिँदैन, मान्छेले दुःखमा पनि साथ दिन्छ। सुखमा साथ दिने, दुःख पऱ्यो भने सुरै भाग्ने, बाटो आफ्नो अलग गर्ने। रिजन के छ? डिभोर्स दिनुको के छ? सबै घर परिवार छोड्नुको भन्दा अमेरिका आए, मेरो मन चेन्ज भयो अरे। भोलि मेरो मन पनि लाग्ला, मैले जे पनि गरिदिन्छु, मेरो मन लाग्यो मैले गरेँ भन्न पाउँछ? यदि पाउँछ भने ठिक छ। मान्छेमा अत्याचार गर्नु पनि लिमिट हुन्छ। अब त मलाई बाँच्नु न मर्नु बनाइसक्यो। उस्तै त म लोन तिरिरहेको छु, उसको गएकै लोन पुरै मेरो बाँकी छ, त्यो तिरिरहेको छु उल्टो। अझ त्यही माथिमा फेरि अंश चाहियो रे, त्यो चाहियो रे भनेर मुद्दा हाल्ने। हालोस्, जे अंश मेरो जहाँ भेट्छ, मेरो अंश जहाँ पाउँछ त्यहाँ सबै लग, जे पाउँछ त्यो लग। नभए यस्तो पनि लेख्नु रातपत्रमा, यो यसको एक किडनी मलाई चाहियो भनेर पनि लेख्नु। अरू के बाँकी छ लिन सबै लेख्नु। केही बाँकी छुट्यो कि अब के लिने त अब मबाट, त्यो सबै लेख्नु। जे छ सबै लगेर जानु। पैसा जति सबै लगेर पहिला अब मैले के मेरो त अदालतमा जाने हैसियत नै छैन। मसँग 1 रुपियाँ नै छैन। यहाँबाट गाउँ जाने भाडा छैन मसँग। उस्तै त म ब्याज तिर्छु ब्याङ्कमा, टाइममा उसैको गएको ब्याज। अनि त्यही माथिमा मलाई पैसा तिर्नुपर्छ भनेर उल्टै म माथि अंश दाबी मुद्दा। मलाई चाहिँदैन केही पनि, मलाई मान्छे पनि चाहिँदैन, मलाई अंश नै। जे गर्न मन लाग्छ गरे हुन्छ। मेरो अंश कहाँ छ के छ सबै लगोस्। मेरो आमा बाउको पैसा थियो, ठिक छ। मैले आमा बाउलाई सम्झाएर यसो भन्छ हाम्रै भविष्यको लागि लगाएको थिएँ, त्यो म माथि धोका भयो, ठिक छ। त्यो पनि लगोस्। मलाई त्यो पैसा पनि चाहिँदैन, मलाई मान्छे पनि चाहिँदैन। हामीहरू बरु एक छाक खाउँला, तर यस्तो मान्छे चाहिँदैन। यस्तो मान्छे अरूको लाइफमा पनि नपरोस्, कसैको लाइफमा नपरोस् यो मान्छे। कसैको लाइफमा नपरोस् यस्तो मान्छे, प्लिज। मलाई अब अति नै गाह्रो बनाइसक्यो यो बाउ छोरीले। मसँग 1 रुपियाँ पनि छैन लड्नको लागि। मैले कहाँबाट ल्याउने अब यसलाई लड्नको लागि? अदालतमा उभिने मेरो हैसियत छैन। अदालतले नै निर्णय जे सुकै गरोस् गरिदियोस्, ठिक छ। यदि केही हुन्छ भने पनि चारजना छु घरको, मम्मी बुवा म भाइ, सबैलाई लगोस्। यति गाह्रो भइसक्यो कि मलाई आफ्नो तनाव छुट्टै छ, यसले दिएको तनाव छुट्टै छ। म पनि एउटा स्टुडेन्ट हो, मैले कहाँबाट पैसा ल्याउँछु? म पनि पढिरहेको छु कलेजमा, मैले पनि फी तिर्न सकेको छैन। नेक्स्ट मन्थ मेरो इक्जाम छ, बोर्ड इक्जाम छ। मैले पढ्ने कि योसँग लड्ने कि आफ्नो आमा बाउलाई सम्झाउने कि आफूलाई सम्झाउने कि मैले के गर्ने? मैले कहाँ जाने? मैले बाँच्न पाउने कि नपाउने यति भनिदियोस्। मलाई मार्छ भने पनि मेरो 4जनालाई मारिदियोस् के। मलाई धेरै गाह्रो भइसक्यो। प्लिज सबैले मलाई सहयोग गर्न सक्नुहुन्छ भने, मैले कानुन बुझेको छैन, म कानुनको विद्यार्थी होइन। कसैले कानुन बुझेको छ भने प्लिज मलाई सहयोग गरिदिनु होला। मसँग कानुन, मलाई लयर हायर गर्ने मैले भनिदिइसकेँ, मसँग 1 रुपियाँ पनि छैन। सक्नुहुन्छ भने सबै नेपालीले आफ्नो तर्फबाट मलाई सहयोग गरिदिनु होला। मेरो जिन्दगी त बिग्रियो। हजुरहरूले कसैलाई पनि विदेश पठाउनुभन्दा अगाडि 10 चोटि सम्झेर
विदेश पठाउनु होला, नत्र मेरो जस्तो